स्वागत छ। आज हामी एउटा निकै चर्चित व्यक्तिगत वित्त किताब रबर्ट कियोसाकीको रिच ड्याड पुअर ड्याड यसबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, यो किताब त कति लोकप्रिय छ नि। हामीसँग यसको एउटा समीक्षा छ हैन? त्यही समीक्षामा के महत्त्वपूर्ण कुराहरू छन् त्यसैलाई केलाएर हेर्ने हाम्रो आजको उद्देश्य हो। एकदम। यो किताबले पैसाप्रतिको हाम्रो सोचलाई कसरी दुई फरक बुवाको उदाहरण दिएर देखाउँछ नि। एउटा परम्परागत सोचको गरिब बुवा, अर्को अलि व्यावहारिक ज्ञान भएको धनी बुवा। हो, त्यो धनी बुवा गरिब बुवाको कन्सेप्ट नै रोचक छ। समीक्षाले पनि सायद त्यहीबाट सुरु गर्छ होला हैन? समीक्षाले किताबको सार त्यही भिन्नतामा आधारित छ भनेको छ। कियोसाकीका आफ्नै बुवा, गरिब बुवा, जो शिक्षित हुनुहुन्थ्यो तर आर्थिक हिसाबले अलि सङ्घर्षमय। अनि उहाँको साथीको बुवा, धनी बुवा, जो कम पढे लेखे पनि पैसा कमाउन र त्यसलाई बढाउन जान्ने। हो, यही दुई फरक दृष्टिकोणले कसरी मान्छेको वित्तीय भविष्य फरक पार्छ भन्ने कुरा नै किताबको मूल जस्तो देखिन्छ समीक्षा अनुसार। अनि त्यो दृष्टिकोणको सबैभन्दा महत्त्वपूर्ण पार्ट चाहिँ के हो रे समीक्षामा? सबैभन्दा जोड दिएको कुरा चाहिँ सम्पत्ति एसेट्स र दायित्व लायबिलिटिज बीचको फरक बुझ्नुपर्छ भन्ने नै हो। एसेट्स र लायबिलिटिज। हो, समीक्षाले भन्छ किताबको सबैभन्दा शक्तिशाली तर सरल सन्देश नै यही हो। सम्पत्तिले खल्तीमा पैसा ल्याउँछ, दायित्वले पैसा बाहिर लैजान्छ। एकदम सरल। सुन्दा सरल लाग्छ तर कति गहिरो कुरा है। धेरै मान्छेहरू यहीँ झुकिन्छन् होला नि, दायित्वलाई नै सम्पत्ति ठानेर। हो नि, समीक्षाले पनि त्यही भन्छ। अनि अर्को महत्त्वपूर्ण कुरा वित्तीय शिक्षा, त्यसको महत्त्वबारे समीक्षाले के भन्छ? त्यो पनि महत्त्वपूर्ण छ। समीक्षाले के औल्याएको छ भने हाम्रो स्कुल कलेजको पढाइले पैसाको व्यवस्थापनबारे खासै सिकाउँदैन। यो किताबले पनि त्यही भन्छ। हो त। त्यसैले वित्तीय ज्ञानका लागि आफै सिक्नुपर्छ, किताब पढ्ने, अरूबाट सिक्ने, त्यो एकदम जरुरी छ भन्ने कुरा समीक्षाले पनि मानेको छ। आफै जागरुक हुनु पर्यो। अनि त्यो सिक्नका लागि काम गर्ने भन्ने आइडिया नि पैसाको लागि मात्र होइन कि सिक्नको लागि रे? त्यो पनि एकदमै रोचक छ। समीक्षाले त्यसलाई कसरी हेरेको छ भने यो खालि नयाँ सिप जस्तो सेल्स, मार्केटिङ, अकाउन्टिङ सिक्ने मात्र होइन, त्यो भन्दा पनि जागिरे मानसिकताबाट माथि उठेर उद्यमी वा लगानीकर्ता जस्तो सोच्न सुरु गर्ने एउटा तरिका हो। मतलब सोच बदल्ने कुरा भयो। हो, ठ्याक्कै। पैसा कमाउनु मात्र ठूलो कुरा भएन, पैसाले कसरी काम गर्छ त्यो बुझ्ने र पैसालाई आफ्नो लागि काम लगाउने, त्यो ठूलो चित्र हो। समीक्षाले पनि त्यही इशारा गर्छ। ल, यो त भयो किताबको शिक्षा। अब समीक्षाले यसको राम्रो पक्ष, सबल पक्ष के भन्छ त? पक्कै यसको कथा भन्ने शैलीको तारिफ गर्यो होला। हो, एकदम। समीक्षाले त्यसको निकै प्रशंसा गरेको छ। कथा जस्तो बनाएर भनेपछि अलिक गाह्रो वित्तीय कुरा पनि बुझ्न सजिलो हुन्छ नि। अनि रोचक हुन्छ। अनि यो क्षेत्रमा नयाँ आउनेहरूको लागि त झन्, व्यक्तिगत वित्त, लगानीबारे भर्खरै सोच्न थालेकाहरूलाई यो निकै प्रेरणादायी छ। समीक्षाले यसलाई सोच बदल्ने किताब भनेको छ। तर प्रेरणाले मात्र त पुग्दैन होला, समीक्षाले यसको कमजोरी पनि त औल्यायो होला नि। अवश्य। जस्तो ठ्याक्कै के गर्ने त? स्टेप बाई स्टेप केही छ कि छैन? हो, समीक्षाले त्यही भनेको छ। यो किताब प्रेरणा दिन एकदम राम्रो छ, तर ठोस व्यावहारिक चरणबद्ध योजना वा लगानीको रणनीति चाहिँ यसले दिँदैन रे। हाउ टु भन्दा वाइ टु जस्तो। ठ्याक्कै। समीक्षाले त्यही भन्छ, यसलाई कसरी गर्ने भन्दा किन गर्ने भन्ने बुझाउने किताब मान्नुपर्छ। अनि अर्को कुरा, कतिपयले यसका कथाहरूलाई अलि बढाइ चढाइ गरिएको, अति सरलीकृत या धनी बुवा साँच्चै थिए कि थिएनन् भन्ने प्रश्न पनि उठाएका छन्। समीक्षाले त्यो आलोचनालाई पनि ठाउँ दिएको छ। रोचक। यति हुँदाहुँदै पनि समीक्षाले समग्रमा के भन्छ त? यसलाई 45 तारा दिएको छ भन्ने सुनेको थिए। हो, 4 तारा। समीक्षाको निष्कर्ष के छ भने यो किताब खास गरी व्यक्तिगत वित्तमा भर्खरै चासो राख्न थालेका वा त्यो 9 to 5 को जागिरको चक्रबाट बाहिर निस्कन चाहनेहरूका लागि राम्रो सुरुवात हो। सुरुवातको लागि राम्रो। यसले पैसा, सम्पत्ति, जोखिमबारे हाम्रो परम्परागत सोचलाई चुनौती दिन्छ, तर गहिरो वित्तीय योजना बनाउन त अरू स्रोतहरू पनि खोज्नै पर्छ भन्नेमा समीक्षा स्पष्ट छ। 4 तारा दिनुको कारण चाहिँ सायद यसले दिने त्यो दृष्टिकोण परिवर्तन र प्रेरणा नै होला।
स्पष्ट भयो। भनेपछि यो समीक्षा अनुसार रिच ड्याड पुअर ड्याडले सोचको जग बसाल्न मद्दत गर्छ, तर घर बनाउन त अरू नै सामग्री चाहिन्छ। हो, एकदम राम्रो उपमा दिनुभयो। जग बसाल्न एकदमै राम्रो। ल, आजको यो छलफल निकै उपयोगी रह्यो। हो, रह्यो। अब जाँदा जाँदै श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ न त। हाम्रो परम्परागत शिक्षाले नसिकाउने यो वित्तीय साक्षरताको खाडल चाहिँ व्यक्तिले आफै कसरी पुर्ने होला, सिकेका कुरालाई जीवनमा कसरी उतार्ने होला? यो महत्त्वपूर्ण प्रश्न हो। यसमा सोच्दै गरौँ।